हेलो मेरो भान्जी, हाउ आर यु? मामाले कसरी लिएर आयो? मजा आयो? तपाईँहरू आएर कति मिनट भएको थियो दिदी यहाँ? 10-15 मिनट जति भयो? हामी उडाएर आयो है? जहिले नि हेर्ने यही त हो शहीदहरूको ढुङ्गा। खोइ हान्बाहरू खोइ कता त पुग्यो खै दिदीहरू यहाँनिर पुरै भिडियो बनाउनलाई एक्साइटेड। अनि त्यो भन्दा पनि अरू भन्दा नि यहाँनिर म पनि खासै रोड ट्रिपिङहरू खेल्दिनँ नि त। आज स्पेसियली भान्जीसँग चाहिँ खेल्ने भनेको एक्साइटेड भएर आज भान्जी पनि स्पोन्सर छँदैछ हो आज होइन। स्पोन्सरलाई पैसा आज अलिकति चुना लगाइदिनु पर्छ अक्कलाएर खेल्नुपर्छ। तर शहीद स्मारक त यो मेरो थर्ड टाइम नै हुन्छ होला। पहिला एकचोटि पहिला सानोमा हुँदाखेरि बोर्डिङबाट पिकनिक लिएर आएको थियो जमानामा। अनि त्यसपछि एकचोटि त्यही मेरो त कभर भिडियो गर्दाखेरि आयो। अनि यो लगभग त्यसपछि नै होला म लगभग यहाँ आएको भनेर खबर दिएपछि। अब हामी जाँदैछौँ कहाँ, जुन चाहिँ गेम राम्रो देख्छ त्यही खेल्ने हो। चितवन नचितवन चितवन नचितवन भने यसलाई पनि जबरजस्ती लाने हो क्या नखेले पनि। यहाँ चाहिँ के हो यो हुचिल है। हुचिल सुचिल त सबै पहिला जमानामा देखायो। हुचिल रहेछ कस्तो हुँदो रहेछ हुचिल भनेको। खै अब यो मृग सिर्ग हेर्ने सेर्ने कामहरू चाहिँ चाँडै बन्द गर्नु पर्ला जस्तो लाग्यो होइन। अब घुम्ने भने त त्यस्तो हामी घुम्न आएको होइन, हामी खेल्न आएको हो कि भन त। हामी घुम्न आएको होइन चिचाउने भने नानी के खेलाउने त खोइ बिचरा के खेल्ने के ट्रेन अस्ट्रिच कत्रो सानो त अस्ट्रिच रे अस्ट्रिच गएछ किड्स जोन ल भान्जीहरूलाई ठिक्क हुनेवाला रहेछ। सानीलाई ठिक्क हुनेवाला होइन। तिमी चाहिँ के खेल्ने रे? तिमी र मामा र म उता खेल्ने जिप लाइन खेल्ने एउटा तिमी खेल। मामा त खेल्दिन जिप लाइन सिपलाइन। अब जानु पर्ने हुन्छ के खेल्नलाई भक्क भएन ल त। अब टिकटहरू समात है अहिले फेरि टिकट भएन भने अहिलेको लागि ट्रेनको टिकट जाऊ ल ट्रेनमा जाऊ ट्रेनको टिकट लिएर ट्रेनमा जाऊ है गाइजहरू। यो ट्रेनमा चाहिँ के हुन्छ र खासमा घुमाउने कस्तो हामीले हेर्नु मिल्छ? यहाँ ट्रेनमा चढ्नु लागिसक्यो केटाहरू है। ए सानो त रहेछ त यस्तो त रुन्ची रुए अघिसम्म त खेल्ने र अहिले नखेल्ने सानो भान्जीले मानेन रुएर अनि त्यसपछि अहिले पछि आएर मान्छ क्या भनेर चाहिँ हामीले प्लान चेन्ज टिकट चाहिँ राखिरहेछ। अनि यहाँ ठुलो भान्जी मात्रैलाई त के खेलाइरहनु भनेर अब यहाँनिर खेल्न लाग्यो मामा भान्जी। अब यस्तो खेलाउ न मैले नै लाइफमा म खेल्न ल ओ रेडी हो त एक्साइटेड हामी पनि दुईजना। कहाँनिर बस्ने तिमी मेरो पछाडि चाहिँ बस ल यतापट्टि, किनकि यहाँ मामाले आएर कुद्नलाई सजिलो हुन्छ। ल त्यस्तो रहेछ सिस्टम। के भयो ल रेडी हो
अब हामी खेल्नलाई रेडी भइसक्यो यहाँ त्यही पनि भन्नुपर्छ अगाडि पनि स्टार्ट होला है स्टार्ट है रेडी हो हामी हल्का माथि गयो जस्तो लाग्यो स्टार्ट भान्जे यस्तो गरेर हेलो मजा आउँदो रहेछ यार अरे खोइ बच्चा टन्ने छ खोइ बच्चाहरू त डर गएको छ झन् म डराउँछु होला त यार मजा अझ माथि भान्जे अझ माथि भयो अझ माथि ल सक्यो अझ माथि भान्जे लैसन अझ माथि चाहियो अझ माथि मजा आउँदो रहेछ है तर त्यो खासै डराउनु पर्दैन रहेछ यसलाई जसले खेल्दा पनि हुँदो रहेछ त्यस्तो डराउनु पर्ने चाहिँ खासै देखेन है मजाले इन्जोय लिने चाहिँ मजा आउँदो रहेछ फर्कन होला आज म गएपछि उतैतिर सम्झन्छु ल तेरोमै गएपछि उतैतिर फर्कन होला भने जस्तो भइरहेछ यार आज म गएपछि उतैतिर भन्दै फिल लिँदै मजा आउँदो रहेछ अब रिङबाट लाग्ने होला चाहिँ नखेल्दा ठिक हो होइन तर मजा आउँदो रहेछ है मजा आइरहेछ है तर निकै बेर घुमाउँदो रहेछ यार निकै बेर घुमायो नि है बवाल ल यो पैसा असुल छ है यो खेल्न चाहिँ पैसा असुल रहेछ ल मजा के भयो मेसिन बिग्रियो कि क्या हो रोकाउँदै रोकाएन त यार मेसिन बिग्रियो क्या हो फेरि नेक्स्ट म्युजिक बनाउँदा जग्गा बुबु माम सुपुक्क कपाल गेडी कुटुक्क दिदाल भन्छ नाना अघि जब यतिकै चाहिँ रमाइलो हुन्छ बेस्ट अफ लक घोडा चढ्नलाई बेस्ट अफ लक यसो चर्चको आमालाई चर्च ल इन्जोय ल घोडा चढेर घोडाको के एक्सपिरियन्स भयो तिम्रो वर्स्ट एक्सपिरियन्स आउँदैन खेल्दैन हो ल टिकट काटिसकेको छ 200 रुपियाँ रहेछ जिप लाइनको चाहिँ 250 चाहिँ साइकलको पर्दो रहेछ इफ यु गाइज आर इन्ट्रेस्टेड प्लिज कम हेटौडा चाहिँ खासमा यस्तो भयो हाम्रो प्लान चाहिँ खासमा के भयो भन्दाखेरि सुरुमा चाहिँ साइकल यहाँबाट गएर फेरि यता आउने रहेछ त्यही भएर चाहिँ हामी यताबाट गएर उता गएर फर्किने भयो अनि फेरि जिप लाइनमा चाहिँ हामी फेरि उता गएर धान्जीलाई उतै पिकअप गर्ने भयो कुनमा सिङ्गलवाला खेल्ने कि डबलवालामा खेल्ने सिङ्गलवाला गर है एक्साइटेड अब रेडी खास उयो पनि खेल्न त हुन्थ्यो त्यो अलि तिम्रो अझै उमेर पुगेको छैन के है नेक्स्ट टाइम फेरि ओके अब नेक्स्ट टाइम फेरि खेलौँ ल ब्रेक चाहिँ नलाग्दो रहेछ नि त बिस्तारै जाने हो आफै जान्छ होइन त ल बिचमा गएपछि चाहिँ आफैले चलाउनु पर्छ रे भयो नडराइदैन सक्छ
यस्तो झर्ने सर्ने त के हुँदैन नि होइन भयो हात सात काहीँ नचलाऊ ल ए नडर हो नडर ए यता हेर डराएछ यो ल त्यतिको चाहिँ हुनुपर्छ है पैदल दे पैदल पैदल दे पैदल अड्क्यो भान्जी तर डर चाहिँ लाग्दो रहेछ यार तर डर चाहिँ लाग्दो रहेछ सकेन जस्तो छ है नानीले डराइरहेछ त त्यो साइकल चलाउनु सकेन जस्तो डराइरहेछ लाग्यो जानुपर्छ जस्तो लाग्यो हेर्नलाई घुमायो त्यो मुनि हेर्न डराए जस्तो छ कि सानो छ नि त ल ल तर अलिकति त्यहाँ डर चाहिँ डरै लाग्दो रहेछ अलिकति त्यो बानी नभएर चाहिँ डर लाग्ने खोज्दो रहेछ ल खोइ कहाँ गयो आउँदै रहेछ पुस 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 डर के आगे जिते केही हुँदैन अगाडि हेर मामाले पुस पुस जान्दाखेरि चाहिँ एउटामा हालेर लगाइदिनु पर्ला है किन सकेन जस्तो लाग्यो क्या डराउँदैछ बिचरा यस हो आऊ डरायो है ल समात दिने भनेको ए ल सकिन लाग्यो आउने लाग्यो डराइरहेछ के हुँदैन त आउने लागिसक्यो बिचरा डराएर केही छैन मेरो भान्जा डराएर के डर लाग्यो हो नाकबाट पसिना आएछ डरले नाकबाट पसिना आएछ यार खुट्टा उसको सब कामै छ भनेपछि बाध्य नसक्यो हो पसिनाले बहिनीहरू अझ यता गर्दै जानु अब यसलाई चाहिँ पछाडि राख्नु पुग्यो म चाहिँ अगाडि बस्नु पर्ला अगाडि बस्न सक्छ ल मैले अगाडि बस्छु त्यसो भए डरायो अब यो हजुर हो ल धेरै धेरै धन्यवाद है त ल बस्छ ल भान्जीहरू हो क्या मेरो यहाँनिर अनि यस्तो घर आउने बेला घुमाउनु लिएर आएको ल बाई बाई गर्ने ल अब नडर भयो ल थ्याङ्क यू है त ल ब्रदर ल बाई बाई भन्दै अब हामी जानु पर्ने हुन्छ अब नडराइकन अघि त तिमी यहाँनिर आउन डराइरहेको थियौ नक्कलीहरू मुनि छौ यसरी पुस गर्ने हो नि त नि भान्जी तिमी अघि डरायो नि त है तर के छैन मजा आयो होला नि त डरायो पनि डर लाग्यो नि मजा आयो मजा आयो यसमा चाहिँ मजा आयो साइकलमा त अनि अड्केर डर लाग्यो त डर लाग्छ क्या हो मान्छे त यार उठिरहेको यार पुरै उठेर पनि दिन्छ यार बेसकर समाते बेसकर नाम फेरि मामालाई डर लागिसक्यो
टाढा छोड्दैन म त मासु डर लाग्छ मलाई डर के आगे जीते साँच्चीको त डर लाग्दैन ओइ मा कसम डर लाग्छ अघि भान्जी पसिना पसिना भएको थियो होइन अहिले मामा भइरहेको छ हेर अब चाहिँ मामा भयो मामा भयो 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 क्या मुला भयो क्या कराइसक्यो माछाले पसिना पसिना भयो यारमा बेजत माछाला मेरो बेजत भयो यार नहेल्दा ठिक हुन्छ अरे तपाईँ नसक्नु भान्जी उल्टो गर्नु भयो भयो उल्टो लाग्छ उल्टो लाग्छ अघि भान्जी पसिना पसिना भएको थियो अहिले मामफेली मामा पसिना पसिना नहेल्ने डराउँछ त्यो नहेल्ने भनेको अघि मैले काट्छु भन्दा म त खेल्दिनँ म पहिला पनि खेलेँ डर लाग्थ्यो खासै खेलिन्थ्यो खेल्ने भएर बेला म खेल्दैन भक भक लगाएर मन चिनेर बसिरह म कराएर होइन पसिना होइन चस्मा पनि धरि कहाँ रियल कराएर डराएर नि के हाउडा लागिरहेको क्या पसिना पसिना भयो अर्का हाउडे होइन नि साँच्ची भने बेजत भयो मेरो यहाँ चाहिँ खासै कहाँ छ खोइ उहाँ रहेछ नि त त्यही त यहाँ रेस्टुरेन्टहरू चाहिँ छैन रहेछ खालि ए आइसक्रिम जाडोमा आइसक्रिम खाने चाहिँ हेटौँडामा मात्रै हो है फेरि अरू ठाउँमा गएर चाहिँ खान सकिँदैन यहाँ छ फेरि डन हो डन एक नम्बरको लेट्स गो
ल त बाई बाई सबैजनालाई हामी चाहिँ गएको बाई 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 क्या हाम्रो बाला ल जाउँ बाई बाई गरिदियो मम्मीलाई अब आमालाई पनि बाई बाई गरिदियो नानीलाई पनि बाई बाई गरिदियो हामी त जान्छौँ ल बाई 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 खोइ बाई ल जाउँ हामी चाहिँ अब भैँसीतिर गएर बसौँला खाजा खाने ठाउँ राम्रो भेटेन अनि टप खलाएर अब भैँसीतिर गएर खाने यत्तिको चाहिँ हिँड्नुपर्ने हुन्छ बाटोमा पनि बत्ती बालेर यहाँ चाहिँ आज मामा घरमा खाना खानु बोलाउनु भएको छ सङ्क्रान्तिको भाग त्यही भएर मामा घर जाँदै हो अहिले त्यही भेटौँला बच्चा टोलीहरू चाहिँ अघि पुगिसक्यो हेरौँ बच्चा टोलीहरू के गर्दैछ भित्र होला कता गयो बच्चा टोलीहरू कता गयो बच्चा टोलीहरू ओ बच्चा टोलीहरू हा ओ बच्चा टोलीहरू को छ भित्र ए शर्मा दिदीहरू हुनुहुन्छ त यहाँ मामा घरमा टक्क राउन्ड पऱ्यो नि बत्ती बाल्दै खै डब सङ्क्रान्तिको भएको फेरि ढोकाउनु पऱ्यो नि होइन यिनीहरू अगाडि आएको ठुलो मान्छेहरू अगाडि हो नि त ऊ पार्टी यहाँ शर्मा दिदी हुनुहुन्छ यहाँ हो कुक हो त भाइ खोइ ढोके दिदी त्यहाँ मिठो मिठो खानेकुरो पाइसकेको छ अब ढ्याक्क खानुपर्छ के हो यार यो ल मामा हो कि मामा मेन कुक चाहिँ मामै हो ल यहाँ बच्चा पार्टीहरू यहाँ सक्छ त निनालाई सबैभन्दा मेन त उयो झन् हल्ला पार्टी यहाँनिर नै छेउपारामा अब खानुपर्ने हुन्छ यहाँ क्यामेराम्यानमा चाहिँ हाम्रो भान्जीहरूलाई राखेको दुईजनालाई राम्रोसँग निकाले अनि ह्याप्पी सङ्क्रान्ति अनि सबैजनालाई एक्स्ट्रामा धेरै भयो क्या यो पानी खाने बरु सिधै भान पायो दामी हुन्थ्यो है कति खाएर धेरै खायो आलु त दुई ठाउँमा हालिदिनु पर्छ ए यो त उसको बन तरुल है म त बिर्सिरहेँ भान्जीहरूले भात चाहिँ सबै ऱ्याप चलाइसक्यो यार अब फर्स्ट खोइ हेरौँ त खोइ थाल थाल चाहिँ मेरो पनि सकिसक्यो यहाँनिर खाजाको थाल अब भातको थाल मात्रै भएको छ अब भातको थाल खानुपर्छ मिठो छ के मिठो लाग्यो सबै डन हो नि डन खोइ डन कहाँ पुग्यो यता के यहाँ रहेछ कि ऊ यहाँ मुनिबाट हेरेर कहाँ जान्ला कता यता हेर न खाना साना पनि खायो गफ पनि डरै भयो अनि म चाहिँ अब निस्किन्छु मामा घरबाट मम्मी र बुवाहरू चाहिँ हुनुहुन्छ दिदीहरू चाहिँ किन जानु बिर्सिगयो नानीहरू थियो त्यही भएर सुताउनलाई त गाई सबैजनालाई थ्याङ्क यू फर वाचिङ मेरो ब्लग यति भन्दै आजको लागि चाहिँ म बिदा हुन चाहन्छु अब भोलितिर चाहिँ म अब काठमाडौँ गइन्छ होला किनकि यसपालि गाउँमा पनि लचार नहुने भयो त्यही हो ल सबैजनालाई बाई बाई आज यिनीहरू हाँस्छ त किन हाँस्छ बाई बाई भन्नु नि यहाँ फेरि बच्चाहरू पार्टीहरू भेट्यो यार ल ल सबैजना बाई बाई